बसन्तले त आफू जेल परेको कुरा घरमा कसैलाई पनि खबर नगरिदिनु भन्दै थिए, तर हवलदारले चाहिँ होइन ढिलो चाँडो सबैलाई थाहा हुन्छ, यो कुरा घरमा थाहा दिनै पर्छ भनेर लक्कललाई खबर गरौँ, छिटो भन्नुस् भन्दै गर्दा उनले सन्तोषलाई मात्रै खबर गरिदिनु भनेका थिए। तर यताबाट फोन गर्दाखेरि घरमा पनि जानकारी दिनु भनेका रहेछन्। त्यही भएर सन्तोष गएर सबै कुराहरू घरमा भनिदिए। खाना खाने बेला भएको थियो, सबैजना पिर गर्न थाल्छन्। अनि त्यसपछि त आमा म पनि जान्छु भनेर जिद गर्दै थिइन्। केशरीले सम्झाइ बुझाइ गर्छिन् र सन्तोष र केशरी खाना कपडा लिएर आउँछन्। तर यहाँ आउँदाखेरि भेट्न पाइँदैन, भेट्नेको पनि एउटा टाइम टेबल हुन्छ भनेर उनीहरूलाई फर्काइदिन लागेको थियो। तर केशरीले रुँदै बिन्ती गर्छिन्, बिन्ती छ सर तपाईँलाई यो बहिनीको कसम भनेर अनेक तरहले दुःख देखाएपछि चाहिँ एकचोटि ल भेटेर आइहाल्नुहोस् है त भनेर भेट्न जान दिन्छन्। अनि बसन्तलाई देख्ने बित्तिकै केशरीका आँखाबाट त आँसुका धारा बग्न थाल्छन्। बोलाउन पनि सक्दिनन्। सन्तोषले बोलाइसकेपछि केशरी त्यहाँ त्यसरी रोएको देख्दाखेरि बसन्तले मैले घरमा खबर नगर्नु भनेको थिएँ, किन भनेको भन्दै गर्दा मलाई यहाँबाट नै खबर गर्न भनेका थिए सन्तोषले। अनि केशरीले अझै पनि कतिन्जेलसम्म हामीसँग कुरा लुकाएर यसरी बस्छु भनेको छस्? तैँले त मलाई आफ्नो मुटु भनेको थिइस्, अनि यसरी मसँग कुरा लुकाएर बस्न सकिस् भनेर कराएकी थिइन्। म त डराएँ केशरी, तँलाई वास्तविकता भन्नबाट डराएँ। पहिला पनि सिर्जनासँगको सम्बन्ध कहाँ र कतिखेर बिग्रियो मैले पत्तै पाइनँ। अहिले पनि यही कुराले गर्दाखेरि तँसँग सम्बन्ध बिग्रिन्छ कि भनेर डराएँ मैले। त्यही भएर नै वास्तविकता लुकाएको हो, कतै तैँले सहन सकिनेस् भने भन्दै गर्दा तैँले नै मलाई भनेको होइनस्, नारी भनेको आमा नभए पनि आमामा हुनुपर्ने सबै गुण हुन्छ, उसले सबै कुरा सहन सक्छ भनेर। अनि म पनि त एउटा नारी हो, कसरी सहन सक्थिनँ र मैले? अनि तैँले लुकाउन खोजेर यो कुरा लुक्यो त भनेर कराएकी थिइन् बसन्तले। लुकेन भनेर यति भनेका थिए। त्यसपछि त केशरी रिसाएर सबैसँग कुरा लुकाउने चक्करमा तैँले यति ठुलो अपराध गरिस् है, आफ्नै सन्तानको हत्या गरिस् भनेर कराउन थाल्छिन्। तर बसन्तले भने तँलाई पनि त्यस्तो लाग्छ केशरी? हेर त मेरो हात, के मैले आफ्नै सन्तानको हत्या गर्छु होला? तेरो कसम केशरी, मलाई कसैले फसाउन खोजेको हो भनेर बसन्त रुन थाल्छन्। अनि त्यसपछि केशरीले ल त नाति भनेर सम्झाइ बुझाइ गर्दै थिइन्। बसन्तले त म एउटा कुरा भन्छु मान है भन्दै सिर्जनालाई भेट्न जा। सिर्जना एक्लै जिउँछु भनेर अटोट गरेकी थिए, तर उसको पेटमा बच्चा आइसकेपछि उसको जिउने आधारै यही थियो। ऊ एकदमै खुसी भएकी थियो होला, तर दैवले उसको खुसी देख्न सकेन, त्यो खुसी पनि लुटेर लग्यो। तर ऊ अहिले पीडामा छे, सायद उसलाई पनि लागेको होला यो सबै मैले गरेको हो भनेर। लागोस्, केही पनि फरक पर्दैन। त त्यहाँ भेट्न जाँदाखेरि ऊ रिसाउली कराउली केही नराम्रो शब्दहरू पनि भन्ली, तर तैँले त्यसको केही पनि वास्ता नगर। त जसरी भए पनि भेट्न जा, एकचोटि तैँले आफ्नो कर्तव्य पुरा गर है केशरी भनेर त बसन्तले केशरीलाई सम्झाइ बुझाइ गर्छन्। हेर्नुहोस् त, सिर्जनाकै कारणले आफू जेलमा भए तापनि बसन्तले आफ्नो पीडा र आफ्नो परिवारको पीडा भन्दा पनि सिर्जनाको पीडालाई प्राथमिकता दिएका छन्। अब सिर्जनाको पेटमा बच्चा आएको थियो, ऊ खुसी भएकी थिए, तर ऊ दुखी भई होली, उसलाई पनि गाह्रो भएको होला भनेर बसन्तले चाहिँ अहिले आफ्नो र परिवारको बारेमा भन्दा पनि बढी सिर्जनाको बारेमा सोचेका छन्। अब बसन्तको मनमा त सिर्जनाप्रति अझै नै आदर र सद्भाव छ। के अब केशरी भेट्न जाँदाखेरि सिर्जनाले पनि त्यस्तै व्यवहार देखाउलिन् त? हुन त सिर्जनाले पनि यो कुरा बसन्तले नै गरेको हो भनेर विश्वास गर्न सकिरहेकी नै छैनन्। अब जे भए पनि वास्तविकता चाहिँ छिटो भन्दा छिटो बाहिर आउनु पर्यो के। यसरी सिर्जना एकातिर तडपिएको, बसन्त एकातिर तडपिएको, केशरी एकातिर तडपिएको त हुँदै भएन। जे भए पनि यी तिनको जिन्दगीमा पनि अब खुसी आउनु पर्छ र वास्तविक अपराधीले सजाय पाउनु पर्छ भन्ने कोलाई लाग्छ? फटाफट कमेन्ट गरी सिरियल सारांशलाई फलो गरिहाल्नुहोस् है।